यस कहानीको सुरुवातमा हामी एउटा केटीलाई हेर्छौँ। उसको नाम सेरल हो। खास गरी ऊ एउटा धेरै लामो हाइकिङको लागि निस्केको छ। उसको यात्रा 1800 किलोमिटरको हुन्छ, तर ऊ सुरुवातमै धेरै थाक्छ। उसको खुट्टा घाइते हुन्छ। उसको एउटा जुत्ता माथिबाट तल झर्छ। उसलाई रिस उठ्छ र अर्को जुत्ता पनि तल फ्याँकिदिन्छ। यहाँबाट हामी कहानीको फ्ल्यासब्याक हेर्छौँ। हामी हेर्छौँ जब सेरल सानो हुन्छ त्यति बेलै उसको ममको क्यान्सरको कारणले मृत्यु भएको हुन्छ र ऊ डिप्रेसनमा गइसकेको हुन्छ। ऊ ड्रग्स लिन सुरु गर्छ। बेग्ला बेग्लै मान्छेहरूसँग शारीरिक सम्बन्ध पनि राख्छ। बिहेपछि पनि उसको सम्बन्ध धेरै दिनसम्म टिक्दैन। उसको डिभोर्स भइहाल्छ। डिभोर्सपछि उसलाई थाहा हुन्छ कि ऊ प्रेग्नेन्ट छ, तर उसलाई थाहा थिएन कि यो बच्चा कसको हो, किनकि ऊ धेरैजनासँग सम्बन्ध राखेको हुन्छ र अहिले ऊ बच्चा लिन तयार थिएन। त्यसैले ऊ एबोर्सन गर्छ। सेरल धेरै दुखी हुन्छ। त्यसैले ऊ आफ्नो जीवनको अनुभव लिन र आफ्नो दुःखबाट निस्कन एउटा लामो हाइकिङ गर्ने बारे सोध्छ। खास गरी यसो गर्न उसको बेस्ट फ्रेन्डले सल्लाह दिएको हुन्छ, किनकि सेरललाई हाइकिङको बारेमा केही अनुभव हुँदैन। त्यही पनि ऊ आफ्नो ब्याग प्याक गर्छ। त्यो ब्याग धेरै भारी हुन्छ। त्यसपछि ऊ हाइकिङको लागि निस्किन्छ। सबैभन्दा पहिला ऊ एकजनासँग लिफ्ट मागेर मुजावी डिजर्टसम्म पुग्छ। अब यहाँदेखि उसलाई हाइकिङ सुरु गर्नुपर्छ। हाइकिङ गर्दा उसलाई थाहा हुन्छ कि उसको ब्याग धेरै भारी छ। ब्याग बोकेर हिँड्न गाह्रो हुन्छ, तर ब्यागभित्र सबै आवश्यक सामानहरू हुन्छ र यो चिजहरू बिना ऊ यहाँ एक दिन पनि सर्भाइभ गर्न सक्दैन। त्यसैले ऊ बिस्तारै बिस्तारै अघि बढ्न सुरु गर्छ। केही बेरपछि उसलाई महसुस हुन्छ कि ऊ हाइकिङमा आएर धेरै ठुलो गल्ती गर्यो, तर अब ऊ फर्केर जान पनि चाहँदैन। ऊ लगातार अघि बढिरहेको र दिनभरि हिँडेपछि बेलुका एक ठाउँ क्याम्प लगाएर बस्छ। उसँग एउटा डायरी हुन्छ। ऊ त्यो डायरीमा आफ्नो सबै अनुभव लेख्ने गर्छ। सेरल आफूसँग स्टोभ पनि ल्याएको हुन्छ। ऊ त्यो स्टोभमा लगाउने ग्यास उल्टो यानि कि गलत ग्यास ल्याएको हुन्छ। त्यसैले स्टोभ बल्दैन। यो देखेर उसलाई धेरै रिस उठ्छ। राति ऊ त्यही क्याम्पमा सुत्छ। यस्तो सुनसान ठाउँमा एक्लै उसलाई डर पनि लाग्छ, तर पनि ऊ हार मान्दैन र भोलिपल्ट फेरि ऊ आफ्नो यात्रा निरन्तर गर्छ। ऊ त्यो भारी ब्याग बोकेर बिस्तारै बिस्तारै अघि बढ्छ। जब उसलाई भोक लाग्छ ऊ थोरै खाना खान्थ्यो, किनकि यदि खाना सकियो भने उसलाई प्रब्लम हुनसक्छ। यसरी यो ठाउँमा लगातार हिँडेको आज 8 दिन भइसक्यो। उसको हालत ठिक हुँदैन। उसलाई लागेको हुन्छ कि यहाँ उसलाई त्यति गाह्रो हुँदैन, तर उसले सोचे जस्तो सजिलो हुँदैन। अब एक दिन ऊ फिल्डमा पुग्छ। त्यहाँ उसले एउटा मान्छेलाई ट्र्याक्टर चलाइरहेको देख्छ। सेरल कुदेर त्यो मान्छेनिर जान्छ र मद्दत माग्छ। त्यो मान्छेले भन्छ, म अहिले काम गरिरहेको छु, तिमी मेरो गाडीमा गएर बस। सेरल गाडीमा गएर बस्छ। त्यो मान्छेले पर्खिन्छ। केही बेरपछि त्यो मान्छे आउँछ। सेरललाई त्यो मान्छेदेखि डर पनि लागिरहेको हुन्छ, किनकि गाडीमा उसले बन्दुक पनि देखेको हुन्छ। त्यसैले सेरल भन्छ, मेरो हस्बेन्ड पनि मसँग हाइकिङमा आएको छ, केही बेरमा ऊ पनि यहाँ आइपुग्छ। त्यो मान्छेले भन्छ, तिमी मेरो घर जान्छौ, त्यहाँ तिमी खाना पनि खान पाउँछौ। सेरललाई डर लागिरहेको हुन्छ, तर उसलाई धेरै भोक पनि लागेको हुन्छ। त्यसैले ऊ नचाहेर पनि त्यो मान्छेसँग जान्छ। त्यो मान्छे उसलाई आफ्नो घर लान्छ। ऊ आफ्नो वाइफसँग बस्थ्यो। सेरल उसको वाइफलाई हेरेर आनन्दको सास लिन्छ। उसको वाइफले खाना टेबलमा ल्याउँछ। सेरल खाना हेर्ने बित्तिकै त्यो खाना पागल जस्तै खान सुरु गर्छ। धेरै दिनपछि उसले मिठो खाना पाएको हुन्छ। ऊ मजाले नुहाउँछ। त्यो रात त्यहाँ बिताएपछि भोलिपल्ट त्यो मान्छे सेरललाई त्यो ठाउँमा छोडिदिन्छ जुन ठाउँबाट सेरललाई अघि जानुपर्ने हुन्छ। सेरल अब आफ्नो यात्रामा अघि बढिरहेको छ। दिनभरि हिँडेपछि राति सेरलले फेरि क्याम्प लगाउँछ। अब उसँग स्टोभको ग्यास पनि हुन्छ। ग्यास बालेर ऊ आफ्नो लागि खाना बनाउँछ। भोलि फेरि ऊ आफ्नो यात्रामा निस्किन्छ। जब ऊ बाटोमा हिँडिरहेको हुन्छ उसले त्यहाँ एउटा ठुलो सर्प हेर्छ। सेरल त्यो सर्प हेरेर डरले त्यहाँबाट भाग्छ। राति जब ऊ क्याम्पमा सुतिरहेको हुन्छ उसलाई घरिघरि त्यही सर्पको याद आउँछ। उसलाई डर लाग्छ र ऊ क्याम्पबाट बाहिर निस्किन्छ। उसको वरिपरि नजिकै जङ्गली जनावरहरू पनि हुन्छ। उसँग एउटा सिटी हुन्छ। ऊ त्यो सिटी बजाएर सबै जनावरलाई भगाइदिन्छ। यसरी यो रात त्यही ठाउँमा बिताउँछ। भोलिपल्ट फेरि आफ्नो यात्रामा निस्किन्छ। त्यही नजिक सेरलले एउटा केटालाई हेर्छ। त्यो केटा खोलामा नुहाइरहेको हुन्छ। सेरल त्यो केटा नजिक जान्छ। त्यो केटाको नाम ग्रेग हुन्छ। ग्रेग पनि हाइकिङमा आएको हुन्छ। उसले सेरललाई भन्छ कि ऊ उसलाई क्यानाडी मेडसमा भेट्छ। त्यसपछि ऊ त्यहाँबाट निस्किन्छ। सेरल आफ्नो यात्रा एक्लै गर्छ र यो यात्रामा निस्केको उसको 14 दिन भइसक्यो। 14 दिनपछि ऊ क्यानाडी मेडसमा पुग्छ। त्यहाँ उसको भेट फेरि ग्रेगसँग हुन्छ। ग्रेग उसलाई त्यहाँ अरू हाइकरहरूसँग भेटाउँछ। खास गरी जति पनि हाइकर हुन्छ उनीहरू यो ठाउँमा आएर बस्ने गर्छ। त्यहाँ सेरलको बेस्ट फ्रेन्डले उसको लागि केही चाहिने सामान पठाएको हुन्छ। त्योसँगै उसको एक्स हस्बेन्डको लेटर पनि हुन्छ। लेटरमा लेखेको हुन्छ, मलाई खुसी लाग्यो तिमीले 1000 मिल्सको यात्रा पुरा गरिसक्यौ।
खास गरी अब उसले 1000 मिल्सको यात्रा पुरा गरिसक्यो। यहाँ उसको भेट एउटा बुढो मान्छेसँग हुन्छ। उसको नाम एड हुन्छ। एडलाई हाइकिङ बारेमा धेरै अनुभव हुन्छ। जब उसले सेरेलको ब्याग हेर्छ त्यो ब्याग धेरै भारी हुन्छ। उसको ब्यागमा चाहिने सामानभन्दा धेरै चिज हुन्छ। त्यसैले सेरेललाई हिँड्न गाह्रो भइरहेको हुन्छ। त्यसैले ऊ नचाहिने चिज हटाइदिन्छ। उसले भन्छ कि तिम्रो जुत्ता धेरै टाइट छ। त्यसैले उसको खुट्टामा घाउ भइहालेको थियो। त्यसैले ऊ सेरेललाई एउटा चप्पल दिन्छ। सेरेलले त्यही बाटो आफ्नो बेस्ट फ्रेन्डलाई फोन गर्छ र भन्छ कि उसको लागि अर्को स्टेसनमा जुत्ता पठाइदेऊ। अब ऊ फेरि यात्रामा निस्किन्छ। अब उसलाई सियाडा नियाडा कटेर अघि जानुपर्ने हुन्छ। ग्रेगले उसलाई त्यो बाटोबाट नजानु भनेको हुन्छ। त्यहाँ धेरै हिउँ हुन्छ, तर अब ऊ कुनै हालतमा पनि रुक्न चाहँदैन। ऊ हिम्मत गरेर यो हिउँ भएको ठाउँ क्रस गर्छ र थाकेर एक ठाउँ बस्छ। उसको एउटा खुट्टाको नङ दुखिरहेको हुन्छ। उसलाई त्यो नङ काट्नुपर्छ, नत्र ऊ जुत्ता लगाएर हिँड्न सक्दैन। जब ऊ आफ्नो नङ काटिरहेको हुन्छ त्यतिखेर अचानक उसको एउटा जुत्ता तल झर्छ। ऊ रिसले अर्को जुत्ता पनि फ्याँकिदिन्छ र यहीबाट कहानी सुरु भएको थियो। त्यसपछि ऊ चप्पल निकाल्छ जुन चप्पल एडले दिएको थियो। त्यो चप्पल लगाएर हाइकिङ सुरु गर्छ। यस्तो पहाडको बाटोमा चप्पल लगाएर हिँड्न गाह्रो हुन्छ। सेरेल यो यात्रामा निस्केको आज 49 दिन भइसक्यो। यो पहाडको बाटोबाट जसोतसो ऊ निस्केर अर्को स्टेसनमा पुग्छ। त्यहाँ उसको लागि उसको बेस्ट फ्रेन्डले जुत्ता पठाएको हुन्छ र अहिले उसलाई यो जुत्ताको धेरै आवश्यक थियो। सेरेल त्यहाँ एक दिन बिताउँछ। त्यहाँ समय बिताउँदा उसलाई केही कुराहरू याद आउँछ। यहाँ हामी हेर्छौँ सेरेलको ड्याड राम्रो मान्छे हुँदैन। उसको ड्याड उसको ममलाई टर्चर गर्ने गर्थ्यो। त्यसैले सेरेलको मम दुईटै बच्चा लिएर त्यहाँबाट गइहालेको हुन्छ। तर पछि सेरेलको ममलाई क्यान्सर लागेर उसको मृत्यु भएको हुन्छ। त्यसपछि सेरेल र उसको भाइ अनाथ भइहाल्छ। सेरेल आफ्नो ममको मृत्युपछि नराम्रो बाटोतिर लागेको हुन्छ। उसको बिहे पनि हुन्छ, तर बिहेपछि पनि ऊ आफ्नो हस्बेन्डसँग लोयल थिएन र एक दिन उसको हस्बेन्ड सेरेललाई अर्कै मान्छेसँग हेर्छ। त्यसैले उसको हस्बेन्ड डिभोर्स लिने निर्णय गर्छ। यानि कि यो डिभोर्समा पुरै सेरेलको गल्ती हुन्छ। अब सेरेल यात्रामा हिँडेको पनि 58 दिन भइसकेको हुन्छ। एउटा राम्रो कुरा यो हुन्छ कि अब उसको यात्रा सकिन आँटेको हुन्छ। यानि कि ऊ 1800 मिल्सको यात्रा गर्न चाहन्थ्यो, त्यो अब पुरा हुन आँटेको थियो। तर यहाँ सेरेलको पानी सकिन्छ। उसको शरीर डिहाइड्रेट भइरहेको हुन्छ। त्यही पर उसले एउटा फलामको ड्रम हेर्छ। यो देखेर उसको मनमा आशा पलाउँछ। ऊ त्यो ड्रम नजिक जान्छ, तर त्यसमा पानी हुँदैन। ऊ धेरै निराश हुन्छ किनकि उसलाई अहिले पानीको धेरै आवश्यक छ। तर सेरेल हिम्मत हार्दैन र लगातार अघि बढिरहेछ। त्यतिखेरै उसले एक ठाउँ पानी जमेको हेर्छ, तर त्यो पानी धेरै फोहोर हुन्छ। यो पानी विषालु हुन्छ। यो पानी पिउन सकिँदैन। तर यो यात्रामा सेरेलले धेरै कुरा सिकिसकेको हुन्छ कि कसरी पानीलाई सफा गर्न सकिन्छ। ऊ त्यो पानीलाई 2टा बोतलमा भर्छ र त्यो पानीभित्र एउटा ट्याब्लेट हाल्छ र पानी फिल्टर भएर सफा भइहाल्छ। त्यही 2जना सिकारी आउँछ र सेरेलसँग पानी माग्छ। सेरेलले भन्छ यो पानी पिउने लायक छैन। त्यो दुईटै मान्छे सेरेलसँग झर्केर बोल्छ। सेरेललाई त्यो मान्छेहरू ठिक लाग्दैन। त्यसैले सेरेल त्यहाँबाट जान्छ। जब त्यो दुवै सिकारी त्यहाँबाट जान्छ सेरेल फेरि त्यहाँ आउँछ किनकि ऊ यही रात बस्न चाहन्थ्यो। तर 2टा सिकारी मध्ये एउटा सिकारी फेरि त्यहाँ आउँछ। यो देखेर सेरेललाई डर लाग्छ। त्यो मान्छे सेरेललाई भन्छ कि तिमी यहाँबाट गइसकेको थियौ। सेरेलले भन्छ मलाई जान मन लागेन, त्यही भएर म फेरि आएको। यो सुनेर त्यो मान्छे त्यहाँबाट जान्छ। सेरेल पनि त्यो ठाउँ छोडेर अघि बढ्छ किनकि सेरेललाई त्यो सिकारीहरूको विचार ठिक लागेन। ऊ लगातार हिँडिराख्छ र 62 दिनको यात्रापछि ऊ एउटा सहर पुग्छ। त्यहाँ उसको भेट एउटा केटासँग हुन्छ। त्यो केटाको नाम जोनेथन हुन्छ। जोनेथनले भन्छ कि तिमी मसँग एउटा कन्सर्टमा जान्छौ। त्यसपछि राति दुवैजना कन्सर्टमा जान्छ र त्यो रात दुवै धेरै क्लोज हुन्छ र सँगै रात बिताउँछ। एक रात त्यहाँ बिताइसकेपछि सेरेल फेरि आफ्नो यात्रामा निस्किन्छ। अब उसको अगाडि माउन्ट हुड नेसनल फरेस्ट हुन्छ। यहाँ उसले हाइकिङको ग्रुपलाई भेट्छ। खास गरी सेरेल अहिलेसम्म जति पनि स्टेसनमा गएको थियो त्यो ठाउँमा आफ्नो नाम अगाडि शायरी या पोएम लेखेको थियो र यो सबैलाई मन परेको हुन्छ। सेरेल यो रात त्यही ग्रुपसँग बिताउँछ र भोलिपल्ट ऊ हिँडिरहेको बेला उसले त्यहाँ एउटा लामामाथि हाइकिङको सामानहरू हेर्छ। त्यही नजिक एकजना बुढी मान्छे र उसको नाति हुन्छ। खास गरी उनीहरू पनि हाइकिङमा आएको हुन्छ। त्यो बच्चाले सेरेललाई सोध्छ कि तपाईँको आमा कहाँ हुनुहुन्छ। उसले भन्छ मेरो मम यो संसारमा हुनुहुन्न। यो सुनेर बच्चालाई नराम्रो लाग्छ र उसले सेरेलको ममको लागि एउटा गीत गाउँछ। त्यो बच्चाले भन्छ यो गीत मेरो ममले मेरो लागि गाउने गर्थ्यो। त्यसपछि त्यो बच्चा र उसको हजुरआमा त्यहाँबाट जान्छ। उनीहरू गएपछि सेरेल आफ्नो ममलाई याद गरेर धेरै इमोसनल हुन्छ।
उसको आँखामा आँसु आइहाल्छ। सेरल यात्रामा हिँडेको अब 94 दिन भइसकेको हुन्छ र आजको दिन हुन्छ 15 सेप्टेम्बर 1995। आज 94 दिनपछि ऊ ब्रिज अफ द गड्समा पुग्छ। खास गरी यो त्यो ब्रिज हो जहाँ उसको यो यात्रा सकिन्छ। यहाँ पुगेर ऊ आनन्दको सास लिन्छ। उसलाई त्यो पल याद आउँछ जुन पलमा उसले आफ्नो यात्रा सुरु गरेको थियो। त्यति बेला उसले फर्किने बारे पनि सोचेको थियो। यदि ऊ फर्केको भए उसलाई यो अनुभव कहिल्यै हुँदैन थियो जुन अहिले भइरहेको हुन्छ। अब ऊ जीवनलाई नयाँ नजरले हेरिरहेको थियो। उसले त्यो सब अनुभव गरेको हुन्छ जुन उसले पुरै लाइफमा कहिले गरेको हुँदैन। ऊ सधैँ मान्छेहरूको बिचमा घेरिएको थियो। उसले कहिले आफूलाई चिनेकै थिएन, कहिले आफूलाई टाइम दिएन र कहिल्यै कसैले उसको बारेमा सोचेन। तर यो पुरै यात्रामा उसको जीवनको, उसको सोचको, उसको मनभित्रको र दिमागलाई पुरै बदलिदिएको हुन्छ र उसले यो सफरमा जे अनुभव गरेको हुन्छ उसले त्यो सबै एउटा डायरीमा लेखेको हुन्छ। यो यात्राको लास्टमा उसले एउटा स्याल पनि हेर्छ। उसको नजिक उभिरहेको हुन्छ र उसलाई यस्तो लाग्छ कि त्यो उसको ममको आत्मा हो, उसलाई हेर्न यहाँ आएको छ र यसरी सेरल आफ्नो यात्रा पुरा गर्छ। यो यात्रापछि ऊ एउटा नयाँ मानिस बनिसकेको हुन्छ। उसले जुन डायरीमा आफ्नो यात्राको बारेमा लेखेको थियो त्यो धेरै फेमस भइहाल्छ र पछि गएर ऊ एउटा राइटर बन्छ। सेरल फेरि बिहे गर्छ। 5 वर्षपछि उसको एउटा छोरा जन्मिन्छ र 1 वर्षपछि फेरि एउटा छोरी। उनीहरूसँग सेरलले राम्रो जीवन बिताउँछ। यदि सेरल यो च्यालेन्ज एक्सेप्ट नगरेको भए ऊ यत्रो लामो यात्रा पुरा गर्न सक्दैन थियो र सायद राइटर पनि बन्दैन थियो र उसको परिवार पनि हुँदैन थियो होला। त्यसैले जीवनमा जुन मान्छेहरू च्यालेन्ज एक्सेप्ट गर्छ, आफ्नो राम्रो बानी नराम्रो बानीलाई ऊ एक्सेप्ट गर्छ, उसको बाटो आफै खुल्न सुरु भइहाल्छ। यो थियो एउटा सत्य कहानी सेरलको जीवनको। यो फिल्म 2014मा रिलिज भएको थियो। तपाईहरूलाई स्टोरी कस्तो लाग्यो कमेन्ट गर्नुहोला र थप भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकनमा क्लिक गर्न नभुल्नुहोला। थ्याङ्क यू एन्ड सी यू अगेन।